फ्यासन डिजाइन यो शब्द सुन्ने बित्तिकै दिमागमा के आउँछ? सायद ग्ल्यामर, चमकदमक, होइन त? तर के यो साँच्चै त्यति मात्र हो? आहा, त्यो चम्किलो पर्दा पछाडि त एउटा एकदमै व्यवस्थित, भनौँ न प्राविधिक प्रक्रिया लुकेको हुन्छ। आज हामी त्यही प्रक्रियाको आधिकारिक खाका खोकल्न गइरहेका छौँ। ल, त्यसो भए एकजना राम्रो फ्यासन डिजाइनर बन्नलाई चाहिने आधिकारिक विधि चाहिँ के होला त? सोच्नु भएको छ? अचम्म लाग्न सक्छ। तर यसको जवाफ कुनै चर्चित डिजाइनरको अनुभवमा होइन, बरु एउटा सरकारी दस्तावेजमा लुकेको छ। हो, हामीले आधार बनाएको स्रोत हो राष्ट्रिय व्यावसायिक सिप मानक, जसलाई छोटकरीमा NOSS भनिन्छ। अब यो के हो भन्नुहोला? यो एउटा यस्तो आधिकारिक कागजात हो जसले कुनै पनि पेशाको लागि के कस्ता ज्ञान र सिप चाहिन्छ भनेर प्रश्न पार्छ, र फेसन डिजाइनको जग पनि यही कागजातले बसालेको छ। यो मानक अनुसार लेभल 1 को फ्यासन डिजाइनरको काम मूलतः 3वटा कुरामा केन्द्रित हुन्छ। पहिलो स्केच, दोस्रो ढाँचा र तेस्रो निर्माण। ल, अब आउनुहोस् हामी यही 3वटा चरणलाई एक एक गरेर केलाउँ। ल, पहिलो सिपमा जाउँ, स्केचिङ। हेर्नुहोस्, कुनै पनि डिजाइन कहाँबाट सुरु हुन्छ? एउटा विचारबाट होइन त? हो, त्यही विचारलाई पहिलो पटक कागजमा उतार्ने खुड्किलो नै स्केचिङ हो। भन्नुको मतलब यो रचनात्मकतालाई मूर्त रूप दिने पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण चरण हो। अब स्केचिङ भनेको त्यत्तिकै चित्र कोरे जस्तो मात्रै होइन नि, यो आफैमा एउटा एकदमै व्यवस्थित काम हो। जस्तो कि यहाँ हेरौँ न, यसमा 5वटा स्पष्ट चरणहरू छन्। सुरुमा औजार र सामग्री तयार गर्ने, त्यसपछि मानव आकृतिको आधारभूत चित्र जसलाई क्रोकी भनिन्छ त्यो बनाउने, अनि त्यसमाथि कपडाको रूपरेखा कोर्ने, रङ भर्ने र काम सकिएपछि कार्यस्थल सफा गर्ने। सबै कुराको प्रक्रिया छ। यहाँनिर व्यावसायिकताको स्तर कस्तो हुन्छ भन्ने प्रष्ट देखिन्छ। यो मानकले हरेक चरणमा कति सानो सानो कुरामा ध्यान दिनुपर्छ भनेर तोकेको छ। जस्तै त्यो क्रोकी ठिक अनुपातमा हुनु पर्यो, रङ भर्दा कतै पनि दाग धब्बा देखिनु भएन, मतलब सानोतिनो गल्तीको पनि यहाँ कुनै ठाउँ नै छैन। अनि यो पहिलो चरण स्केचिङको लागि मात्रै चाहिने सामानको सूची हेर्नुहोस् त एकचोटि। यो सामान्य चित्रकला जस्तो बिल्कुलै होइन। यहाँ त हरेक साना साना कुराको लागि विशेष औजार चाहिन्छ। यसले के देखाउँछ भने तयारी नै आधा काम हो। ल, स्केचमा विचार त कैद भयो। अब त्यसलाई वास्तविक कपडा बनाउन मिल्ने एउटा प्राविधिक ब्लुप्रिन्ट अर्थात् खाकामा बदल्ने पालो आयो। हो, यही चरणलाई भनिन्छ ढाँचा निर्माण। यहाँ पनि प्रक्रिया एकदमै व्यवस्थित छ। हेर्नुहोस्, सुरुमा त सही नाप लिनु पर्यो, त्यसपछि त्यही नापको आधारमा कागजमा ढाँचा कोर्नु पर्यो र अन्त्यमा त्यसलाई एकदमै सावधानीपूर्वक काट्नु पर्यो। वास्तवमा यही चरणहरूले नै त्यो कागजको स्केचलाई लगाउन मिल्ने कपडाको आधार दिन्छ। ढाँचा बनाउने बेलामा 2वटा एकदमै महत्त्वपूर्ण प्राविधिक शब्दहरू आउँछन्। एउटा हो इज अलाउन्स र अर्को सिम अलाउन्स। अब इज अलाउन्स भनेको चाहिँ कपडा लगाउँदा अलि सहज होस्, हिन्डुल गर्न सजिलो होस् भनेर थपिने ठाउँ हो। अनि सिम अलाउन्स भनेको चाहिँ सिलाउनको लागि चाहिने अतिरिक्त कपडा। यी दुई बीचको फरक बुझ्न एकदमै जरुरी छ है। फेरि पनि यो मानकले ढाँचा बनाउँदा कति धेरै सूक्ष्मता र सटीकता चाहिन्छ भन्ने कुरा देखाउँछ। जस्तो कि ढाँचा वास्तविक नाप अनुसार, मतलब 1:1 स्केलमा हुनै पर्छ। सिलाउने ठाउँहरूमा नच अर्थात् सानो कट लगाएको हुनुपर्छ अनि हरेक टुक्रालाई लेभल लगाएर एकदम व्यवस्थित तरिकाले राख्नुपर्छ ताकि पछि कुनै पनि कुरा नहराओस्। अनि यो चरणको लागि चाहिने औजारहरू हेर्नुस् त। यिनलाई हेर्दा नै थाहा हुन्छ कि यो कति प्राविधिक काम रहेछ। फ्रेन्च कर्वदेखि लिएर ढाँचा नोचरसम्म यी सबै विशेष औजारहरूले नै हो ढाँचालाई सटिक र व्यावसायिक बनाउने। ल, अब आयो सबैभन्दा रोमाञ्चक चरण। त्यो कागजको ब्लुप्रिन्टलाई अब साँच्चीकै हातमा लिन मिल्ने, लगाउन मिल्ने वास्तविक कपडामा परिणत गर्ने बेला भयो। हो, यो हो निर्माणको चरण। यो अन्तिम प्रक्रिया पनि चरणबद्ध छ। सुरु हुन्छ कपडामा त्यो ढाँचालाई सार्ने कामबाट, त्यसपछि त्यसलाई काट्ने, सिलाउने र अन्त्यमा आइरन लगाएर चिटिक्क पार्ने अर्थात् फिनिसिङ दिने। यहाँ 6वटा चरण छन्। हो, यहीँनेर आएर हो जहाँ त्यो डिजाइनले आफ्नो अन्तिम लगाउन मिल्ने रूप लिन्छ। यहाँ पनि हरेक कुराको लागि मानक तोकिएको छ। जस्तै कपडाको ग्रेन लाइन भनेको धागोको दिशा, त्यो मिलाएर राख्नुपर्छ। किन? ताकि कपडाको फल राम्रो होस्। त्यसैगरी तोकिएकै सिम अलाउन्समा सिलाउनुपर्छ र अन्त्यमा
अनावश्यक धागो, दागहरू सबै सफा गर्नुपर्छ। यी सबै कुराले नै एउटा व्यावसायिक उत्पादनको ग्यारेन्टी दिन्छ। र यो अन्तिम चरणका लागि चाहिने औजार र मेसिनरीको सूची हेर्दा त थाहा हुन्छ कि यो काम कति जटिल छ। सामान्य सिलाइ मेसिन मात्रै होइन, ओभरलक मेसिन पनि चाहियो। एउटा सामान्य देखिने कपडा तयार पार्नलाई पनि कति धेरै कुराको संयोजन चाहिन्छ है। ल, हामीले विचारदेखि निर्माणसम्मको पुरै यात्रा त हेऱ्यौं, तर प्रश्न उठ्छ, यी सबै सिपहरूलाई आधिकारिक रूपमा परीक्षण चाहिँ कसरी गरिन्छ त? त्यसो भए फेरि एकचोटि सम्झिहालौँ। यो पुरै पेसाको आधारभूत स्तम्भ भनेकै के रहेछ त? हो, त्यही 3वटा मुख्य दक्षताहरू: स्केच, ढाँचा र निर्माण। यी सिपहरूमा निपुण हुनु भनेकै एक प्रमाणित डिजाइनर बन्नु हो। तर एउटा रोचक कुरा के छ भने प्राविधिक सिप मात्रै सबथोक होइन रहेछ। यो मानकले सञ्चार र व्यावसायिकता जस्ता सफ्ट स्किललाई पनि महत्त्व दिएको छ। यद्यपि यिनलाई त्यो अन्तिम प्रयोगात्मक परीक्षामा चाहिँ जाँच्दैनन्, तर पेसाको लागि महत्त्वपूर्ण चाहिँ मानिन्छ। र त्यो अन्तिम प्रयोगात्मक परीक्षा कति लामो हुन्छ होला? अनुमान लगाउनुस् त। त्यो हुन्छ पुरै 5 देखि 6 घण्टा लामो। सोच्नुस् त, यो एउटै परीक्षामा स्केचिङ, ढाँचा बनाउने र सिलाउने सबै सिपहरू एकैचोटि देखाउनुपर्छ। यसले त डिजाइनरको दक्षता र धैर्य दुवैको कडाभन्दा कडा परीक्षण गर्छ। ल, अब अन्त्यमा एउटा प्रश्नमा आएर टुङ्ग्यौँ। फ्यासन डिजाइनको यो आधिकारिक खाका हेरिसकेपछि के लाग्छ? के यो क्षेत्र हामीले सोचे जस्तो केवल प्रेरणा र कलामा मात्रै आधारित छ, वा यसको जगमा एउटा कडा प्राविधिक संरचना लुकेको छ?